Hello everyone, starting a new day today. भर्खर उठे बेड चाहिँ यस्तै छ, कम्प्युटर पनि त्यस्तै छ, रुम ठिकै छ, नट ब्याड नट गुड। नयाँ दिनको सुरुवात हुँदैछ। आज खतरा खतरा कुरा हुन्छ। म सकेसम्म फोन खोलेर क्याप्चर गर्न खोज्छु नि है त। I'll see you in a bit. Never gonna fall. Determination in our eyes will rise above it all. भर्खरै ब्रेकफास्ट गरेँ अनि टाइम पनि 11 God bless everyone। अनि हेर्दैछु आजको दिन अलि हेक्टिक प्याक छ। अब 12 बजेदेखिबाट कता कता उता कता क्लास काम सबै ठाउँतिर छ। सबै ठाउँमा म हल्का क्याप्चर गर्न खोज्छु। आजको दिन यस्तै हुन्छ। हामी अब नाउ भनेर काम गर्छौँ, खतरा कुरा पढ्छौँ। स्टे ट्युन्ड। यो चाहिँ म बस्ने घर हो। घर आज भइहाल्यो। मेरो रुम चाहिँ ऊ त्यो झ्यालबाट ट्याक्क त्यो समर टाइममा चाहिँ प्रिटी मजा आउँछ त्यहाँ बस्न। अहिले चाहिँ अब हामीले यति भिन्ने बाटो चाहिँ बनाइदिएको, अरू यो हिउँ त अब सोर्ने सिस्टमै छैन। बस्न भइहाल्यो। घर अगाडि यो रुख चाहिँ फलमा लास्ट प्रिटी हुन्छ। अहिले चाहिँ एउटै पात रहन्छ रुखमा ड्याक्क लगाएर। अनि म चाहिँ एसए को त्यो रेफरेन्डमतिर जानु लाग्यो। एसए भनेको चाहिँ स्टुडेन्ट अर्गनाइजेसन हो। म त्यसको सेनेट हो योपालिको, लाइक 63rd लेजिस्लेसनको चाहिँ म सेनेटर हो। त्यही भएर हल्का अब गइदिउँ न यस्तो होइन भनेर जानु लाग्यो। यस्तै छ पछाडि, ठिकै छ अगाडि। ल अहिले चाहिँ म अब एसए अफिसभित्र छु। यो चाहिँ हाम्रो एसए अफिस। एसए भनेको स्टुडेन्ट अर्गनाइजेसन एसियन एसोसिएसन हो। ट्याग लगाएर यहाँ फोन छ। म एसएको अफिस आएर गर्दैछु। त्यहाँको फोन चाहिँ आयो भने त्यहाँको हेलो भन्ने, नभए चाहिँ काम छैन होइन। यहाँनिर ट्याग यस्तो छ। यो प्रेसिडेन्टको अफिस, भाइस प्रेसिडेन्ट, म चाहिँ सेनेटर हो। सेनेटरको छैन, मेरो नाम पनि छ। I show you guys my name, okay? Mirror. Damn, this one. Senator Ariel, okay? You getting me? We're making community stronger every single day here on campus and making sure everything is looking good. Everyone having an awesome day, just like me. I'll see you in the class. अब यसपछि मेरो यहाँ 10-15 मिनट बसेपछि चाहिँ क्लास जानुपर्ने छ। आई हेभ ओन्ली वान क्लास टुडे। अनि चाहिँ फेरि म एसए अफिस आउँछु अफिस आवर्स गर्नलाई, किनकि अफिस आवर्स म हप्ताभरि गर्दिनँ कहिले पनि, म हिरो। अनि त्यसपछि फेरि मेरो काम छ। अनि हामी हेर्छौँ बेलुका के हुन्छ है त। यो चाहिँ मेरो काम गर्ने ठाउँ हो। त्यहाँको हिजो म यहीँ बसिरहेको थिएँ। आइटी एप्लिक्स भन्छ। उहाँ चाहिँ हाम्रो एकदम मेहनती, एकदम राम्रो दिदी हो क्लास वर्कको। म आएपछि यहीँ आएर कि त उता काम गर्छु। एकदम मेहनती। फोन आइसक्यो। सिग्नेचर जस्ट लुकिङ अ मार्क। आजको एउटा क्लास सक्यो, अरू केही छैन अब क्लास साइज। जस्ट मान्छेहरू हेरेको वरिपरि। म चाहिँ जहाँबाट निस्केको थिएँ त्यहीँ आइपुगेँ। एसए अफिस, द्याट्स अफिस। किनभने मेरो अझै अफिस आवर गर्नुपर्ने छ, अझै 1 आवर। यहाँ बसेपछि मात्र सिस्टम मिल्छ। अब फोन आयो भने उठाउने, नभए म होमवर्कहरू पनि त्यस्तो होमवर्क भन्नु होमवर्कै छैन। यहाँ बसेर गर्न मिल्ने होला, नभए चाहिँ गरिदिन्थेँ। गाह्रो छ आजको ओटिटी हो कि ओटिटी के भन्छ, ओटिटी यस्तै हो।
चाहिँ घर जानलाई If you don't know me, then it's me, full of snow, just walking on the streets of New York, going home, and it's so cold. But it's okay, I love this. I'm loving it. It's the best time of my life, and I'm enjoying. I reached home. I'll see in a bit. म चाहिँ ट्याक्क लगाएर रुममा बसिरहेको थिएँ अनि म ठ्याक्कै याद आएँ मैले यो हिजो फोटोहरू प्रिन्ट गराएर लिएर आएको थिएँ होइन यसलाई चाहिँ अब यहाँ मेरो यो क्लोजेटको भित्तामा टाँस्नु पऱ्यो ट्याक्क लगाएर मैले पहिला नि टाँसेको थिएँ यहाँनिर माइट सी डिफ्रेन्ट होल्स छ है तर त्यो टाँसेको फोटोहरू नै खै कहाँ गयो मैले फोटै भेट्न अब मैले अस्ति हल्का झन् धेरै मोटिभेट हुनको लागि यस्तो लिएर आएको थिएँ अब त्यही टाँसौँ है त यु इन्जोय द भाइब My favorite song, How Is Us, my all-time high. This is the best in the world. Hello guys, भर्खरै nice way, fresh look. पिम्पलहरू धेरै आएर छ पुरै काटिदिएको त्यही भएर क्लिन शेभ यतापट्टि चाहिँ यस्तो छ I think I'll just end it for tonight. हल्का सुन्दैछु रुम हल्का मिलाएँ त्यस्तो केही गर्नु पर्दैन थियो अब एक दुईवटा होमवर्कहरू गरेर दिनको इन हानिदिन्छु डे 2 कस्तो भयो डे 2 आएन अहिले एडिट गरेर थाहा हुन्छ सबै म एडिट गरेर हेर्छु कस्तो हुँदो रहेछ हाउ एम प्रोग्रेसिङ आई डोन्ट नो बट आई थिङ्क आई एम प्रोग्रेसिङ होइन हिजोभन्दा आज अलि राम्रो भएको छ जस्तो लाग्छ तर हेरौँ Thank you for watching. I'm signing off. I'll see you guys tomorrow. Most probably, I don't know. भोलि के हुन्छ के गरिन्छ केही थाहा छैन मलाई मेरो भोलि र पर्सि पुरै बिदा भोलि स्याटरडे पर्सि सन्डे I'm all chilling life होइन आज नि अब केही छैन एक दुईवटा होमवर्कहरू इजी छ त्यो भ्याएपछि सक्यो त्यही हो guys त्यही हो everyone. Bye bye. I'll see you. I don't know when. Tomorrow, most probably. I don't know. Bye.